पानीको पनि पर्खाल हुन्छ, हुँदो रहेछ। पानीको पर्खाल हुँदो रहेछ। नमस्कार सबैजनामा। यतिखेर भर्खरै भन्दा पनि अलि अगाडि नै यो कृति पढी सिद्ध्याएँ। मैले पढी सिद्ध्याएँ मात्रै होइन, दोहोऱ्याएर पढेँ, तेह्र्याएर पढेँ, 2-4वटा कविताहरू वाचन पनि गरेँ। निकै राम्रो लाग्यो। कवि कृष्ण उदासीको पानीको पर्खाल। यो कृतिभन्दा अगाडि कृष्ण उदासीलाई मैले चिन्दा एउटा साहित्यकार र मेरो पारिवारिक नाताभित्रको भाइ, मेरो बन्धु को रूपमा मात्रै बुझेकी थिएँ। भनेको राम्रो लेख छ, उत्कृष्ट लेख छ, त्यो त थाहा थियो। त्यसमा पनि यति धेरै उत्कृष्ट लेख छ, यो चाहिँ यो पुस्तक पढेपछि मात्रै मलाई पनि थाहा भयो। र पूर्वी नेपालको, पूर्वोत्तर नेपालको 5 थरमा जन्मिएको कृष्ण उदासी अर्थात् कृष्ण प्रसाद शिवाकोटी धेरै वर्षदेखि मोरङको उर्लाबारीलाई कर्मथलो बनाउँदै सङ्घर्षरत एउटा युवा हो, एउटा कवि हो, एउटा साहित्यकार हो, एउटा कर्मठ व्यक्ति हो। र काठमाडौँमा विमोचन भइवरी फेरि गृह विमोचन उर्लाबारीको राधिका माविको प्राङ्गणमा भएको यो विमोचनमा म पनि गएकी थिएँ। र त्यतिखेर 10 जना कविहरूले वाचन पनि गर्नुभएको थियो। र कवि मनु मन्जिल र कवि चन्द्र गुरुङले पुस्तकका बारेमा पुस्तक चर्चा परिचर्चा पनि भएको थियो। र यस पछाडि घर ल्याएर कविता पढेँ। अघि पनि मैले भने पटक पटक एउटै कुरा दोहोऱ्याउनु भन्दा पनि। र यी कविताहरू पढेपछि कुनै कुनै कविता पढ्दाखेरि म रोएँ पनि, धेरै भावुक पनि भएँ र धेरै मन पर्यो। त्यही दिन पनि 10 जना कविहरूले वाचन गर्नुभएको थियो, 10वटा कविता त्यस कार्यक्रममा। यहाँ जम्मा 41वटा कविताहरू छन् यस पुस्तकभित्र। र 101 छन्, कुनै लामा छन्, कुनै छोटा छन्। 101 कविताहरू छन्। अनि जुनसुकै कविताले पनि मन तान्छन्, एकदमै धेरै मन तान्छन्। कति हो कति राम्रा छन्, उत्कृष्ट छन्। र यी कविताहरू पढिसकेपछि कृष्ण उदासी चाहिँ नेपालको कविता क्षेत्रको एउटा अमूल्य सम्पत्ति नै हो भन्ने मेरो पनि ठहर हो। र धेरैजनाले वाचन गर्नुभयो पटक पटक। मैले पनि वाचन गरेँ 2-4वटा कविताहरू। र कृष्ण भाइले आफ्नो वालमा पनि राखेका कविताहरू छन् तिनीहरू। र कृष्ण उदासीको कलमबाट यति राम्रा राम्रा कविताहरू जन्मिनु भनेको अत्यन्त गौरवको कुरा पनि हो। र भोलिको दिनमा योभन्दा पनि सशक्त कविताहरू कृष्ण उदासीका कलमबाट जन्मिउन्। उसलाई यस कविता कृतिले नै एउटा सशक्त कविको रूपमा स्थापित गरिसकेको त छँदैछ, त्यसमा कुनै दुई मात्रै छैन। र कवि कृष्ण उदासीलाई फुर्के चाहिँ नलागोस् हैन, अझै अगाडि बढ्दै 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 यो कलम यात्रा नरोकिकन अटुट रूपमा, अथक रूपमा अगाडि जाओस्। र भोलिका दिनहरूमा अझै धेरै पानीको पर्खाल भन्दा पनि अझै उच्च स्तरीय, अझै सशक्त, अझै सामयिक सान्दर्भिक कविताहरू जन्मिँदै जाउन्। यो मेरो हार्दिक शुभेच्छा, शुभकामना पनि
भन्दै भन्दै म पनि एउटा सानो कविता कृष्ण उदासीकै यस पानीकै पर्खालबाट वाचन गर्छु। र यो किताब पढ्न सम्पूर्ण कवि मनहरूमा धेरैले त पढिसक्नु पनि भएको छ, जसले पढ्नु भएको छैन पढ्नु होला भन्न पनि चाहन्छु। र यसैभित्रको एउटा कविता अनुभव, छोटो मिठो। गर्दनको सिधै तल अचानो छ र आँखाको सिधै अगाडि कलकलाउँदो घाँस छ भने सोच्नु गर्दनमाथि तरबार पनि छ। गर्दनको सिधै तल अचानो छ र आँखाको सिधै अगाडि कलकलाउँदो घाँस छ भने सोच्नु गर्दनमाथि तलवार पनि छ। गर्दनमाथि तरबार मात्रै छ भने पनि नडराउनु। गर्दनमाथि तरबार मात्रै छ भने पनि नडराउनु। गर्दन तल अचानो मात्रै छ भने पनि नडराउनु। तर याद राख्नु, तरबारको विकल्प जे पनि हुन सक्छ, अचानोको विकल्प अचानो मात्रै हो। अचानो तरबार भन्दा पनि खतरनाक हुन्छ। यदि पेटमा अलिकति भोक, आँखामा अलिकति लोभ, जिब्रामा प्रशस्तै स्वादको पिलाहरू छन् भने, यदि पेटमा अलिकति भोक, आँखामा अलिकति लोभ, जिब्रामा प्रशस्तै स्वादका कोपिलाहरू छन् भने एउटै अचानो, एउटै तरबार र एउटै डाली घाँस हजारौं गर्दनहरूका लागि पर्याप्त हुन्छ। एउटै अचानो, एउटै तरबार र एकै डाली घाँस हजारौं गर्दनहरूका लागि पर्याप्त हुन्छ। हस्, नमस्कार, धन्यवाद।